आज हामी चाहिँ अल्टरनेटरको रोटरलाई चाहिँ इलेक्ट्रोम्याग्नेट यो इलेक्ट्रोम्याग्नेट बन्छ भनेर त हामी थ्योरीमा त पढियो है इलेक्ट्रोम्याग्नेट बनाउन गइरहेको छ है त्यसको लागि चाहिँ मैले ब्याट्रीको दुईवटा टर्मिनल दिइरहेको छु र हामीले चाहिँ इन दुईवटालाई चाहिँ हामीले चाहिँ स्लिप रिङ भन्छ है अब स्लिप रिङमा चाहिँ एउटा चाहिँ पोजिटिभ हुन्छ एउटा नेगेटिभ हुन्छ भनेको एक ठाउँबाट चाहिँ करेन्ट जान्छ कोइलमा जान्छ कोइललाई इलेक्ट्रोम्याग्नेट बनाउँछ र अर्को ठाउँमा चाहिँ नेगेटिभ भनेको ग्राउन्डिङ हुँदै हाम्रो चाहिँ के हुन्छ यसको यो ग्राउन्डिङ टर्मिनलसम्म आइदिन्छ है अब यसलाई चाहिँ हामीले चाहिँ यो इलेक्ट्रोम्याग्नेट बन्छ भनेर त पढियो अब इलेक्ट्रोम्याग्नेट बनाएर हेरौँ है नतान धेरैले छ चप्कन चप्कन धेरै जमाउनु पर्दैन नि कसैमा फलाम धेरै होला कसैमा नभएर होइन ब्याट्री चिया चिया लाएर पनि हुन्छ काफी सरले ऊ टच गराउनु भएकोलाई चाहिँ किन ताने छैन त सर तान्छ तानेछ बस खै त स्टिल कोटेड भएर मैले होइन तानेछ